बौद्ध धर्म दर्शन संस्कृति साहित्य शिक्षाको प्रवर्धन गर्न जगेर्ना गर्न त्यसलाई चाहिँ संरक्षण गर्न सम्वर्धन गर्न नेपाल सरकारले बुद्धिज्मको कुरा मात्रै लिएर एउटा चाहिँ यस्तो ठुलो संस्था बनाएको छ जसलाई चाहिँ विश्वविद्यालयको रूपमा अहिले त्यहाँ लुम्बिनीमा स्थापित भएको छ। त्यसको मूल काम के हो भने बुद्धिस्टहरू कहाँ छन्, कहाँ त्यो धर्म चाहिँ अध्ययन हुन्छ, अध्यापन हुन्छ, पढाउने हुन्छ, अभ्यास हुन्छ, विभिन्न हिसाबले चाहिँ कहाँ के भइरहेको छ त्यसको बारेमा जानकारी लिने, त्यहाँ के सहयोग गर्न सकिन्छ सहयोग गर्ने, त्यहाँबाट के लिन सकिन्छ त्यो लिने र तपाईँहरूले भन्नुभयो नि कहाँ के समस्या छन् यो विषयमा पढ्ने हिसाबले नयाँ पुस्तामा त्यो विचार कसरी लाग्यो, बुद्धका कुरा नयाँ पुस्तामा कसरी लाग्यो। अहिले उपाध्यक्षले बडा मार्मिक कुरा भन्नुभयो, देशैमा समस्या छ, विद्यार्थी केही पनि छैन, नयाँ पुस्ता छैन, हामीले गर्ने पूजा आजामा नयाँ पुस्ता जाँदै जाँदैन होइन। यहाँ तपाईँको छोरा नाति कोही जाँदै जाँदैन, बा जान्छ होइन, मम्मी जान्छ, अरू जान्छ, यो आमा जान्छ होइन, आमा जान्छ, उनीहरूलाई चासै छैन छ र। अब कस्तो भयो भने आमा जान्छ, वडा अध्यक्ष जानुहुन्न तपाईँ, त्यसलाई फुर्सद हुन्न। अब पालिकाको अध्यक्षलाई पनि खास फुर्सद हुन्न, यसो भाषण गर्ने बेला मात्रै हुन्छ। अब उपाध्यक्षलाई पनि त्यस्तै हो, त्यहाँ को जान्छ भने नियमित रूपमा पूजा आजा गर्ने, श्रद्धा भएको तल केटाकेटी पनि आएनन्, नेता टाइपका पनि आएनन्, बिचका जाने पूजा आजा गर्ने, त्यही चाहिँ पक्का पनि यही। अब यसो गर्दै जाँदाखेरि त अब कस्तो लोप हुने भयो भने तपाईँले गुम्बा बनाउनु भएको छ, त्यो गुम्बा शारीरिक हो कि त्यो गुम्बा उद्देश्यको हो कि के हो, त्यसको गर्भगृहमा के छ, त्यसको हर्मिकामा के छ, त्यसको पेटीमा के छ, यी सबै कुराको बारेमा व्याख्या गरौँला। अहिले वास्तवमा हाम्रो प्रश्न छँदै छैन भन्दा पनि त्यो के कारणले पवित्र भयो, बुद्धको मूर्तिभित्र कसरी राख्ने, त्यो गुम्बा कुन स्टाइलको हो, कुन तरिकाको भन्ने थाहै छैन। कोही ठाउँमा शाक्यमुनि राखिदिएको छ, कोही ठाउँमा पद्मसम्भव राखेको छ, कोही ठाउँमा अमिताभ राखेको छ, कोही ठाउँमा के राखेको छ। अब केलाई राखेको छ, बुढाहरूले पनि पुजे, हामीले पनि त्यही पुज्यौँ, बत्ती बाल्यौँ, नमस्कार गऱ्यौँ, आयौँ र व्रत बस्यौँ, यति मात्रै नै छ। गर्दा गर्दै अब कोही विदेशी आएर सोध्यो भने हामीसित टाके ठुक्यो, अब कुरा सकिसक्यो, केही पनि छैन। यही हो बुढाले भन्थे, बाले यही भन्थे, यति मात्रै र यही हेर्नु जानुहोस्, फोटो खिच्नु भन्ने बाहेक हामीसित केही पनि उपाय छैन। छतहरू छ जहाँ लामाहरू हुनुहुन्छ, जहाँ अभ्यासहरू भइरहेको छ, ती सम्पूर्ण कुराहरूलाई विश्वविद्यालयको शिक्षासित जोड्न चाहन्छौँ। अब विश्वविद्यालयसित जोड्दा दुईवटा कुरा हुनसक्छ। एउटा कुरा त गुम्बामा बसेर अध्ययन भइरहेको, अहिले पनि गुम्बामा पढ्ने, स्कुलमा पढ्ने, स्कुल शिक्षा भनेर हामीले जुन भन्छौँ, स्कुल र क्याम्पसमा पढ्ने भन्दा गुम्बामा पढ्नेहरूको सङ्ख्या पनि ठुलो सङ्ख्यामा रहेको छ। त्यो गुम्बामा पढ्ने शिक्षालाई चाहिँ औपचारिक रूपमा उसले डिग्री पाउनुहुँदैन, के पाउँदैन, गुम्बाको शिक्षा लियो तर विश्वविद्यालय र सरकारी तहको प्रमाणपत्र पाउने चाहिँ छैन। अब विश्वविद्यालयले अहिले हामीले के नीति पास गरेका छौँ भने यदि यहाँ त्यस्तो छ भने हामीले तल स्कुल लेभलमा भन्ने छैनौँ, माथिल्लो लेभलमा छ भने, त्यस्तो माथिल्लो लेभलमा पढाएको छ भने त्यसलाई अब हामी विश्वविद्यालयले रिकगनाइज गर्छ, हामी त्यो गर्न चाहन्छौँ। यदि त्यस्तो छ भने यहाँ गरौँ भन्ने हिसाबले हामी आएको। अब हामी यस्ता गुम्बाहरू खोज्दैछौँ जहाँ चाहिँ 10औं कक्षादेखि पढाइ भइरहेको छ, उहाँहरूले डिग्री पाउनुभएको छैन र सर्टिफिकेट पाउनुभएको छ, त्यसलाई हामीले एउटा मोनास्टिक डिग्रीको हिसाबले हामीले नै डिग्री दिन्छौँ हो। विश्वविद्यालयले अब त्यहाँ के गर्छ भन्ने बारेमा हामीले प्लान गरेका छौँ। परीक्षा प्रणाली हाम्रो होला, पाठ्यक्रम तपाईँहरूकै हुन्छ, भाषा तपाईँहरूकै हुन्छ। तपाईँलाई यति भनिदिउँ, हामीले त के गरेका छौँ, सबैलाई लाग्छ यताका विश्वविद्यालयमा गइसकेपछि कहाँ यो चाहिँ यो टिबेटियन भाषा पढाइ हुन्छ होला भन्ने तपाईँलाई लाग्दो होला। हाम्रो विश्वविद्यालयमा त यस्तो विश्वविद्यालय हो जहाँ अहिले उहाँ हाम्रो डाक्टर निमा शेर्पा हुनुहुन्छ, हामीले टिबेटियन ल्याङ्ग्वेजमै पढेका विद्यार्थीहरू हाम्रामा 100 जना जति अहिले 50-60 जना बसेर पढ्नुभएको छ। अहिले 30-40 जना चाहिँ हाम्रोमा भर्ना हुँदै हुनुहुन्छ। यो हामीले भर्खर सुरुवात गरेको, अब हामी त्यसलाई पढाउने क्रममा छ, जहाँ चाहिँ उहाँहरूलाई हामीले उहाँकै ल्याङ्ग्वेजमा पढ्नुहुन्छ हो। विषयवस्तु विश्वविद्यालयले दिन्छ। विषयवस्तु कस्तो भने सिलेबसमा के राख्दाखेरि उहाँहरूलाई पूर्ण हुनसक्छ।
उहाँहरूले के गर्दाखेरि ब्याचलर्सको मास्टर्सको बिएको एमएको र पिएचडीको डिग्री लान सक्नुहुन्छ भनेर हामीले त्यसलाई मिलाउन खोजिराखेका छौँ, मिलाइराखेका छौँ। अहिले त्यस्तो पढ्ने तमाम छ। हामीले गुम्बामा पढेका साथीहरूलाई गएर अहिले हामीले डिग्री दिइराखेका छौँ। खुसीको कुरा भनौँ त्यसरी गुम्बामा पढेकालाई हाम्रो विश्वविद्यालयले ल्याएर जोडेर डिग्री दिइसकेपछि अहिले विश्वका विभिन्न एकदम चाहिँ प्रतिष्ठित विश्वविद्यालयमा हाम्रा विद्यार्थी गएर त्यहाँ भर्ना भइसके र उनीहरूले पिएचडी